सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। यहाँलाई स्वागत छ मेरो 74 नयाँ भिडियोमा। र आजको भिडियो के को बारेमा भनेर त थम्बनेल हेरेर पक्कै पनि थाहा पाइसक्नु भयो होला। र आज मेरो साथमा छन् मेरी प्यारी छोरी, त्यस्तै गरी यता हुनुहुन्छ हाम्रो म्याडमजी, मेरी प्यारी बुढी। र आज हामी जाँदैछौँ कहाँ भन्दाखेरि चाहिँ डाँडा काँडा एकदम हरियाली मन पराउने मेरो घरको परिवारहरूलाई चाहिँ म डाँडा काँडामा लिएर जाँदैछु आज। र मुसमुसो हाँसिरहेछन्, हाँस अहिले उकालोमा हिँड्दाखेरि थाहा हुन्छ। सो गाइज पक्कै पनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र भिडियोसम्म आइपुगेपछि सबैले लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला है त। तिमीलाई थाहा होइन के हो होइन यार यहाँ हाल्दा मिल्ला यहाँ मिल्छ मिल्न चाहिँ पैसा चाहिँ तिमीसँग छ हेर त त्यो ए चेक त गर झोलामा आडु बाडा छ छिटो न लु छिटो ढिलो भइसक्यो टाइम त गइसक्यो त ओ माई गड लु ल दाइ धन्यवाद आफ्नै बारीको काँक्रो खुवाउनु भएकोमा दाइको काँक्रो त कहाँ हामीलाई दिन्छन् छोरी जेनिस कति जानु भनेको थियो अझ 1 घण्टा लाग्छ भने त्यसो भन्नु हुँदैन थियो अब 10 मिनेटमा आइहाल्छौँ भन्नु पर्थ्यो आन्टी ब्रेक लागेन है अलिकति साइड गरेर हिँड्नु म त फेरि त्यो माथि डाँडो पनि रमाइलो थियो है देखाएको थियो त पारिबाट ल लाखुरी भनेको रिसोर्ट पनि रहेछ गाइजहरू होइन टक्क गर्लफ्रेन्ड सल्फेन्ड लिएर आउने भएदेखि बेलुका आउनु होला मसी बुढी लिएर आएको भएर बिहानै आएको यहाँ चाहिँ कहाँ गाउँ जाने बाटो थाहा होइन यहाँसम्म चाहिँ लोकल गाडी आउँदो रहेछ होइन यहाँसम्म चाहिँ लोकल गाडी आउँछ अरे गाइज लाखुरी भन्छ गाइज होइन त्यहाँ माथि स्कुल पनि रहेछ गाइज त्यो थियो होइन त्यो त माथिबाट नि होला गाइज बाटो चाहिँ तर कता कता छ गाइज धुलो खानी हो होइन अगाडि दाजुहरूले फेरि धुलो खुवाएर हिँडिरहनु दाजुहरूले होइन दाजु धुलो धेरै नहो फेरि भाउजूलाई बोलाइदिन्छु घरमा दाजु ब्रोहरूले धुलो पाए खतरा धुलो खायो उरी के छ त मेरो जिग्री बुढी अनि अनि मेरो अनि पुतली छोरीलाई कस्तो लगाइरहेछ पुतली छोरीलाई रमाइलो लगाइरह ल अनि कालो असिलो खायो कालो असिलो ए होइन गर्लफ्रेन्ड हुनेहरूलाई चाहिँ पक्कै पनि यो ठाउँ नभुल्नु होला तर काफलको सिजनमा आउनु होला होइन अब गडबड भइहालेछ भने नि काफल खाँदा रङ लागेछ भन्नु होला कहिले काहीँ हुन्छ नि त जुका लाग्छ कि गाई चाहिँ यता फेरि जुकाले टोक्छ होइन यतातिर होइन अघि मैले बुढीलाई झन्डै लडाइदिएको बुढी अब अहिले चाहिँ अब अघि आउँदाखेरि चाहिँ बुढीले भ्लग गर्दै आएको थियो अब फर्किँदाखेरि मैले गरिरहेको छु होइन यहाँनिर एउटा फेरि इभी गाडी अघि नउक्लिएर त्यसलाई पछाडिबाट मैले लापाल धकेलिदिएको थिएँ फुत्तै उक्लिएछ पछाडिबाट मैले लापाल धकेलिदिएको थिएँ फुत्तै उक्लिएछ डेन्जर 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 दाजु ढोकालाउनुहोस् दाजु ढोकालाउनुहोस् होइन यहाँनिर चाहिँ बाटो अलि अप्ठ्यारो अप्ठ्यारो रहेछ तर पनि ठिक छ आज मैले होइन नसोचेको ठाउँमा माटै माटोमा त्यहाँबाट कस्तो के चिप्लो
त्यो माटोमा अनि पिकअप लिँदैन नि त, माटोमा भसिन्छ टायर, पिकअप पुग्दैन। अब यतिको पानी पर्दा नि कस्तो धुलो क्या त। कहाँ आजभोलि पानी परेको त? तर असारको दिन चैतको दिन यहाँनिर त पहिरो डेन्जर आएको आइ गर्ने ठाउँ रहेछ नि त यो फेरि होइन। ओह्रालो झर्दा त गाह्रो गाह्रो रहेछ यार यी। अनि उकालो चढ्दाखेरि त अनि ओहो अलि अप्ठ्यारो अप्ठ्यारो छ। बच्चालाई चाहिँ जोगाएर लिएर जानु होला। स्कुटर चलाउनु थाल्यो गाह्रै हुन्छ, दाजुहरू नै चाहिन्छ। दिदीहरू झन् खतरा हुन्छन् नि, दिदीहरू झन् कम त खतरा हुन्छन् भनेको। अन्त भर्खर 16 वर्ष हो सबै दिदी दाजु। उता फेरि हेर न यहाँ दाजुहरू फेरि होइन, दाजुहरू फेरि आफ्नै तालमा उहाँ बुङ बुङ उडाइरहन्। दाजु फोक्सो बिग्रिन्छ क्या। ए दाजु भन्दा पनि नसाउनु, ए हजुरबाबै भन्नु। तरिका काकाले पनि मलाई गन्ध लगाइदिन्छन् यार। फेरि यो बिर्स्यौँ भन्छु फेरि सम्झाइदिन्छन् काकाहरूले। धेरै छेउछेउ पनि हिँड्नु नहुने क्या। फेरि अहिले पुल टुक्कै छेउपट्टि लडियो भने त फेरि मैले बुढी कता खोज्ने, छोरी कता खोज्ने है। बोल्दैनौ त तिमीहरू त, म एक्लै बरबरा बरबरै हो। अनि अब हामी बोल्यो नि त्यहाँ पक्कै सुनिँदैन होला। किन नसुन्नु यी देखाएन? छ नि तपाईँको मात्रै सुनिन्छ होला नि। होइन नि यो 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 ए मेरो हेलमेटमा त टेप्रो छ नि त। फेरि मेरो हेलमेटमा त टेप्रो छ नि त फेरि। तर ए टेप्रोको नजिक नजिक आएर बोल्यो भने त ओहो झक्का सुनिन्छ। अनि पुरा जाँडा जस्तै बोल्ला होइन। यिनीहरूले गएर जाँडै खाएर आयो क्या हो भन्ने सोचा होला। तर म जाँडक्सी भनेको छुँदिनँ, बाहुनको छोरो होइन। सुँग्नु पनि हुन्न उहाँले। म त त्यो त सुन्दिनँ। म त बास्ना मात्रै लिने हो। मेरो सुँग्ने बानी छैन नि। सुनपानी छर्किसिन्छ। त्यो चाहिँ थाहा रहेछ है। सुँगेपछि त सुनपानी छर्किहाल्ने हो। मरी काटे ज्यान जाला, खसीको मासु खानु परोस्। मैले ढाँटेको भए त खसीको मासु खानु परोस्, मैले ढाँटेको भए त। तर यो जङ्गलमा कसले खसीको मासु दिन्थ्यो होला र? मासु नखाने हामी मासु त्यति खाँदैन है। ओहो दाजु आइसोस्, दाजु आइसोस्, आइसोस् दाजु आइसोस्। गाह्रो छ दाजु, बिस्तारै गइसोस्, माथि झन् अप्ठ्यारो छ दाजु, बिस्तारो गइसोस्। इबी दाजुलाई बाटो छोडिदिनु पर्यो। इबी दाजुहरूलाई गाह्रो छ यो बाटोमा। म चाहिँ भन्छु सकेसम्म इबी दाजुहरू यो लाकुरी भन्ज्याङको मनमोहन पार्कमा अलिकति जोगिएरै आउनु पर्ने रहेछ। आमा छोरी पहिला पहिला मुस्ताङको बाटो बसहरू हामीले कस्तो डेन्जर गरी लिएर जानु पर्थ्यो। अहिले त सजिलो छ, पिच छ। अहिले त पिच छ, मुक्तिनाथसम्म खास अप्ठ्यारो छैन। पहिला सुरुमा अहिलेभन्दा 7-8 वर्ष अगाडि म जाने बेला त्यो बाटो सानो थियो होइन। बाटो ठुलो बनाउन लागिरहेको थियो। अनि पानी पऱ्यो भने अड्के गर्थ्यो त्यो ठुलो बनाउन लागेको भएर। तर अहिले त ठिक छ। अहिले पानी नपरेको बेलामा त अप्पर मुस्ताङै ठिक छ, मुस्ताङ मात्रै होइन। अनि यो त पुरा त्यो झ्याउकिरी बासे गर्दो रहेछन्। यो आवाज सुनिन्न होला क्या मलाई जहाँसम्म लाग्छ। तर माइक नलाई सुनिन्छ। तर खतरा झ्याउकिरी बासिराख। तर अब मैले चाहिँ माइक जुनकिरीको आवाज सुन्नु है त। झ्याउकिरीको आवाज सुन्नु है त। सुने मैले त। हजुरले सुन्नुभयो झ्याउकिरीको आवाज? सुन्नु भयो नि झ्याउकिरीको आवाज।
तर यो ओह्रालोमा त होइन म त सर्दै 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 ट्याङ्की माथि आइपुगिसकेँ त ट्याङ्की माथि तिमी पनि झ्याउखिरी जस्तै बोल्दै कराइदेऊ न एकचोटि च्याउ 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 ल मेरै पारा भएछ हाम्रो दाइहरूको नि म नि 4 जना हालेर त्यसरी हिँड्नु पर्थ्यो अहिले चाहिँ हिँडिन यो उकालो त हिँडेको त बिजोग हुन्न छ सबैजना गर्लफ्रेन्ड लिएर आउँदो रहेछन् तर म मान्छे डेन्जर हो नि है बुढी लिएर आइदिएँ अनि तिमी त डेन्जर 16 वर्षे भाइले बुढी लिएर आए अनि 16x2 भाइले भुइँै छुन्छ त हो के भएको 16 दुना भाइले बुढी लिएर आएको अनि होइन त्यसरी नदौडिनु न मलाई फेरि बुढीले त पनि दौडा भन्छन् फेरि म सक्दिनँ क्या दौडाउन कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो दाजु त्यता सुसु नगर्नु म आशिका दिदी बोलाइदिन्छु नि फेरि भालेको सुप खाएर उहाँ जोसजाँगर निकाल्न जानु भयो होला 16-17 वर्षमा अगाडि मारेर बसिरहेको त्यो ठुलो कुरो अहिले 1-2 महिना अगाडि 2-4 महिनापछि ब्रेकअप भयो छोरी अलिकति यतापट्टि साइड त्यो टाउको मात्र यता गर्दै अनि मामु अलि आएर बोल्छ अनि सुनिन्छ क्या अहिलेको 2-4 चाहिँ यता यस्तै साटिङ भयो अनि माइली चाहिँ अलि अगाडि हौ टाउको चाहिँ अनि सुनिन्छ सिस्नेरी पौडेल देवबली के हो हल्का ब्रेक लाउँदा के राख्यो यो चाहिँ यो कुलथान जस्तो छ पूजा स्थल हो देव त्यो कुलथानहरू छ यो त स्वर्ग स्वर्ग हावा पानी शीतल नो मनी बेकार छ हामीले सोच्न पनि कहाँ सातो जानु नि उहाँ छिटो भन्ने भर हुँदैन यी बोका डाम्नाहरूको भनेर हुन त ऊ पनि गम्तीकी कहाँ छिन् र बाख्री भनेर हिँड्दै छिन् बिचरा यो टडकको गुरुजी अहिले त यतै हुनुहुन्थ्यो अहिले कहाँ जानुभयो घाँस खा भनेर घाँस हालेर राखिदिनु भएछ त्यो बिग्रेको भनेर यसो अब निशानी राखिदिएको नि त हाँसो त खतरा छ त दिदीहरूको हो ए कति वर्षको बेलामा चाहिँ त्यस्तो हुन्छ र दाइहरूको जोस जाँगर फेरि जोस जाँगर खतरा छ दाजुहरूको कान बन्द भएन होइन मेरो ओह्रालो झर्दाखेरि प्रायः पहिल्यैदेखि नै मेरो चाहिँ दुख्थ्यो नि गाडीतिर पहिला सानोमा हिँड्दाखेरि पनि कान बन्द भएर कान दुख्थ्यो मेरो मुडेको ओह्रालोमा गाडी तपाईँले मेरो साथै जाने गरी चलाउनु भएछ है अब मान्दिनँ होला जतिकै लाग्छ है त्यस्तो त नभन न हौ गाडी चलाइदिएर ल जानुहोस् आरामीको सुपर एक्सप्रेसमा अगाडि बसिहाल्यो ड्राइभरकी बुढी भएर मेरो त होस आवाजै जान्नै भयो ड्राइभरकी बुढी भएर त हजुर त्यसरी डराउनु भयो अनि अरू पेसेन्जरहरूले के भन्नुहुन्छ होला त ओह्रालोमा चाहिँ मलाई डर लाग्छ तेर्सोतिर त लाग्दैन बरु ओह्रालोमा चाहिँ
धेरै स्पिड हुँदा चाहिँ डर लाग्छ मलाई के डर लाग्छ भने मजाले स्पिड हुँदा ब्रेकले धान्न कोही बेला सक्दैन नि त तर त्यो म यतिमा कन्ट्रोल गर्न सक्छु भनेर लिएर हिँड्या हुन्छ सधैँ एकमा हुँदैन तर हामी कताबाट आएको थियौँ है थाहा छ जताबाट आयो निस्केला यतै त होला नि बस पार आयो नि त अघि हामी यो देखि होइन नि छोरी हो र होइन उताको हामी चाहिँ यो बस पार्क आयो लामाटार ललितपुर लामाटारको ललितपुरै हो ललितपुर त अनि भने पहिला म त भद्रपुर भनेको होइन नि यो ए हो मैले सुनेको थिएँ जग्गाहरू त्यो ललितपुरको लामाटारमा हो यही हो ल म त भक्तपुरै भन्ने कति होइन यो ललितपुर धेरै रोइन्छ भक्तपुर अलि माथि माथि अब यो कहाँनिरबाट छुटेको छ भने यो होइन यो एउटा खोला सोला केही होला हामी तराई थियौँ कतै खोला तराई थियौँ क्या हो त्यो खोलातिरबाट छुट्या हो होइन अब यो स्टप गरेँ लिएर दिदीहरू यहाँ जुम्रा परेछ फल्ला छेउ कि दिदीलाई टाउको बनाउँदै छिन् दिदीहरू छोरीहरू हो र ए छोरी पनि हुन्छन् हाम्रा ए बिचरा ती छोरीको जुम्रा परेछ क्या है मम्मी कहाँ जानु भएको थियो उहाँको हेरिदिन भ्याउनु भएन होला यो यहाँ नातिनी पनि रहेछ नि पछाडि बसी छिन् दाजुको फेरि यता हाम्री छोरी छिन् मुसु 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 हाँस्दै छिन् हाम्री छोरी तर ललितपुरको लामाटार त राम्रो छ ठाउँ राम्रो राम्रो यो हाइवे हेर्नु त यहाँ हाइवे कत्रो छ यहाँ यो हाइवे कहाँ गएको होला खास थाहा यो कहाँ गएको थाहा छ कहाँ यो पनौती गएको हो यो हामी त यो हाइवे छोडेर अर्को बाटो लाग्यो होइन बस पार्कमा गएर सिधै गयो बाटो कति ठुलो बाटो हेर न बाटो पनि ठुलो अनि होलीको ठाउँहरू पनि राम्रै हो राम्रो लाग्यो तर यस्तो तर यस्तो प्लान बनाउन मन थियो क्या माइली मलाई होइन ट्याक्क हप्तामा 6 दिन टक्क सर्लक्क गर्ने गरी काम गर्ने अनि शनिबार एक दिन चाहिँ राइड जाने क्या कहाँ हुन्छ अब जस्तै आजको शनिबार यहाँ आइयो होइन अनि अब अर्को शनिबार अर्कै ठाउँ राइड जाने अर्को शनिबार त झन् अब अरूहरू नि साथीसँगै नि जानेको छ अब हो ओहो भनेपछि त अहिले मलाई त चिया खानु मन पो लाग्यो अहिले आएर घरमै खाउँला कहाँनिरबाट हो हामी तेर्सो बाटो जानु पर्छ होइन उहाँबाट उ त्यो कार आएकोबाट होला ला 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 यो गाडी उतैबाट आयो नि त यो कहाँबाट ढुङ्गिङ लामाटार लुबु होइन लुबु 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 यतैबाट हो त अघि हामी आएको लु 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 छौँ त हामी ल अब हाम्रो घरतिरबाट त्यो याद गर्थ्यो डाँडो गुम्बा जस्तो त्यो गुम्बा चाहिँ देख्छ होला सायद जाने बाटै बिर्सियो हो तरिकै के साह्रो तर्से कि हुन् नातिनी कि छोरी हुन् कि नातिनी हुन् कविता के गरिँदैछ बोल्न छोड्नुभयो त के बोलाउँ त कति बोलाउँ के बोलाउँ कति बोलाउँ अनि आजको दिन कस्तो भयो कस्तो लाग्यो राम्रै भयो किन 2 बजे त हिँडे होइन कि होइन 3 बजे भनेपछि 3 बजीसम्म चाहिँ खासै राम्रो भएन किन होला यतै हो त छोरी अघि हामी आएको यहाँबाट चाहिँ कता जङ्गलले थाहा भयो यताबाट आएको हो र होइन यतैबाट होला हामी बाटो चेन्ज भएको छौँ क्या 2-3टा बाटो चेन्ज भएको छौँ हामी त्यहाँनिर चाहिँ बाटो भुलेर उता गएको थियो होइन
अनि त्यहीँनिर मामुले अझै अल्छी लाग्यो यताबाट हो कि हामी कहाँबाट हो यार आएको फेरि यो बाटो पनि छोडेर हामी अर्को बाटो लाग्नु पर्छ तिमी त सानो धनी बाउकी छोरी परी छेउ मैले घुमाउनै सकिनँ साँच्चै यार बाटो बिर्सियो यार लु यार कहाँ जाने गाइज देखो न गाइज देखो न बाटो बिर्सियो नि गाइज कता जाने गाइज देखो न गाइज देखो न यो त तीर्थयात्री देखो न गाइज देखो न गाइज देखो न गाइज देखो न लेखेको छ कि तर सूर्यपिनाक नगरपालिकाले धेरै गर्छ हाम्रो जिरी नगरपालिका 6:30 भयो 6:30 पनि घाम यति माथि छन् है हामी धेरै यता आएछौँ नि त नि हामी त सल्लाहघारीबाट यता आएको थियौँ होइन अनि हामी धेरै यता आएछौँ नि त नि त्यो टार हेर्दै कुद्नु पर्यो अघि नै त्यहाँ त्यहाँ कहाँ देखिन्थ्यो त नि यो डाँडा छेक्थ्यो नि त अहिले पो देखियो त नि हामी त कतिवटा डाँडा कटेर गएको हामी कहाँनिरबाट मिस्टेक गर्यौँ भने त्यो माथि 1300 मा अलिक परेबाट उता छिर्नु पर्ने हामी धेरै तल त ठिकै छ यता भन्दा नि यो बाटो उतिर पुग्छ क्या कौशलडाँडातिर होइन उहाँबाट छ नि त फेरि राइट जाने दिल बस्यो कौशीमा ठ्याउ 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 छोरी ये के गर्छ है दाजु छिरे पनि भित्र पसे पनि निस्किने खालको अर्को गाडी रहेछ भनेको है फुलुत्तै छिरेर फुलुत्तै निक्लिने खालको रहेछ जिउँदै रहने रहेछ रहन्छ तर त्यो बिचमा चाहिँ पार्न सक्नु पर्यो के तर सुत्नु पर्यो बिचमा पर्नु नसुती त कामै नभन्ने नि है कत्रो के टोडा भन्छन् यसलाई टिफर टिफर त होइन टिफर त हो नि अर्कै खालको टिफर त्यो कम्पनी अनुसार फरक हुन्छ नि त तिमीले त्यो चुचोवाला मात्रै टिफर भनेर हुन्छ त यो अशोक लेल्यान्ड कम्पनीको टिफर हो क्या तिमीले टाटाको टिफर धेरै देखिरहेको छौ अब यी पानीका दाजुले फेरि यता जाम लगाइदिन्छ कि पानीका दाजु उसले राधे राधे हेरे त खाले उहाँ बुढो दायाँ बायाँ हेर्छ कि भन्दै हेर त त्यहाँ हामी मुला नै हेरिछि हामी काउली हेरिछि त्यसपछि तिमीले थाहा पाइछि हामी यहाँबाट तल झारिछि तल अघि यहाँबाट हामी सिधै गएको थियौँ अघि हामी त्यहाँबाट सिधै गएको थियौँ नाइ चाहिँ माग ओहो गाइज हेलो के को मन्दिर रहेछ यो के को मन्दिर हेर त एक्चुअली यताला भन्दो रहेछ है कतुन्दे ए बाउ भात खाना आऊ चुरापत्ते छिन मामुले कराउँदै दिन्छन् भन्न हो कि नै कस्तो हल्लिया हो चिलाए क्या हो बस्ता हामी अघि जहाँबाट छिरेका थियौँ नि त्यहीँ आएर छौँ हो कि होइन अब त्यस्तो खुल्ला बाटो गाउँबाट आएको सहर आयो कि यो गाडी त हेर्दै डर लाउँछ फेरि आफूलाई राम भन्नुपर्छ अनि फेरि अलि बिस्तारै यी दाजु त बिहान भइदियो ल अब ठ्याक्कै हाम्रो गन्तव्यमा आइयो ल गन्तव्यमा आइयो
चाँडो के भन्छ अरे अब खाइ रोम रोम भाइयों